साथीहरू मेरो चाहिँ लन्च पनि रेडी भइसक्यो हो। यहाँ किरा छ। यो अघि लाइभ भिडियो आउँदा नै लाइभ भिडियोमा तपाईँहरूलाई देखाएको थिएँ मैले गाजरहरू काट्दैछु भनेर हो। यो चाहिँ मेरो सब बोइल गरेको, तर यो माथि चाहिँ मैले अलिकति धनियाँले गार्निस गरेको छु, किनभने गार्निस नगरी हुन्थ्यो, तर धनियाँ चाहिँ मेरो फेभरेट हो, खान्छु होइन। किरा चाहिँ खानु सक्नुपर्छ, किनभने यो माथि चाहिँ मैले उति हाले पनि हुन्थ्यो। चाट मसला खाँदिनँ म, त्यो भएर यो चाहिँ मैले ग्याथुक टाइपको बनाएको, तर मैले आटाको बनाएको। यो मेरो सब बोइल गरेर बनाएको साथीहरू, बोइल गरेर तपाईँलाई नदेखाएको किनभने अब बोइल गरेर तपाईँलाई घरिघरि किन देखाउनु होइन, किनभने अलरेडी तपाईँहरूलाई थाहा छ होइन। यसो चाहिँ मैले साग आज मेरो माथि घरबाट पठाएको साग छ। यो मैले आटाको बत्ती चाहिँ तपाईँहरूले यसको उसको पनि खानु सक्नुहुन्छ, यो के भन्छ मैदाको सक्नुहुन्छ, तर म चाहिँ आटाको खान्छु हो। मान्छेले सोच्छ होला कस्तो दिनमा पनि यस्तो खाएको भनेर होइन, तर मलाई यस्तो नै मनपर्छ। अनि त्यो भएर म भात ज्यादा खान्दिनँ, अनि त्यो भएर अब त एउटै चिज मात्रै खानु सक्दैन, कोही बेला म ओट्स खान्छु हो। अन्तखेरि त्यो भएर कोही बेला म रोटी खान्छु, त्यसो गर्दै खान्छु नि त म दिन बिराउँदै। अनि मेरो चाहिँ लन्च भयो साथीहरू सुरु। तपाईँहरूको लन्च चाहिँ कस्तो छ, के छ, मिठो मिठो होला तपाईँहरूको चाहिँ हो। मेरो चाहिँ यस्तै हुन्छ बिमार भएर है साथीहरू। ल अब चाहिँ खानु पर्यो, म चाहिँ तपाईँहरू पनि खानुहोस् है लन्च।